ओइ तिमीहरू रुम भाडा निकाल 2 महिनाको रुम भाडा निकाल छिटो। रुम भाडा त छैन घरबेटी बा, एउटा चक्लेट रहेछ, हुन्छ? लौ त्यो चक्लेट कहाँ भेट्यौ तिमीले? मेरो हो त्यो चक्लेट। भेटेको माल गोजीतिर हाल, अब मेरो भयो। नै हुन्न मेरो चक्लेट हो त्यो। खायो भने तिम्रो दाँत झार्दिन्छु। म कहाँ खान्छु त, घरबेटी बालाई दिन लाको, उहाँले खानुहुन्छ। नखानु है घरबेटी बा, नत्र तपाईको पनि दाँत झार्दिन्छु। घरबेटी बाको दाँत त घरबेटी आमाले झार्दिसक्नु भयो। त्यसैले त नक्कली दाँत लाएर हिँड्नुहुन्छ हाम्रो घरबेटी बा। तपाईको दाँत नक्कली हो घरबेटी बा, खै खोलेर देखाउनुस् त। घरबेटी बाको दाँत बोतलको बिर्कोबाट खोल्नुहुन्छ। तिमी पनि के भन्छौ यार? तिमी त मसँग बोल्दै नबोल, तिमीले धेरै झुट बोलेको छौ मलाई। मैले झुट बोलेको छैन के बेबी, घरबेटी बाको कसम। ओइ मेरो कसम किन खाँदैछस्? अझै 50 वर्ष बाँच्नु छ मलाई। घरबेटी बा, अबको 50 वर्षसम्म त मै बाँच्दिन होला, तपाई किन यति पोजिटिभ हुनु भएको? किनकि म तिमीहरू जस्तो जङ्क फुड खादिन नि त, म घरमा बनाएको हेल्दी फुड मात्र खान्छु। भनेपछि जाड, रक्सी, बियर, शीतन सबै हेल्दी फुड रहेछ हैन त? तँलाई कसले भन्यो म रक्सी बियर खान्छु भनेर? भन्नुपर्छ र घरबेटी बा, तपाईले रक्सी खाएर झगडा गरेको मैले आफ्नै आँखाले सुनेको अनि आफ्नै कानले देखेको। के बोले भाइ? यो के भन्दैछौ बेबी? आँखाले सुनेको अनि कानले देखेको रे? मिलाएर बुझ न बेबी, हाड बिनाको जिब्रो घरिघरि चिप्लिहाल्छ नि। मलाई तिमीहरूको बक सुन्नु छैन है, छिटो रुम भाडा दे अनि निस्कि यहाँबाट। कस्तो मात्तेको बुढो, रुम भाडा छैन भनेको सुन्नु भएन तपाईले? तिमी चाहिँ किन जङ्गेको नानी? मेरो घरमा आएर मलाई नै थर्काउनु डर लागेन तिमीलाई? म कोहीसँग डराउँदिन, किनकि म गोर्खालीको छोरी हो। हो र नानी, त्यसो भए तिम्रो बाबाको नम्बर देऊ त मलाई, म कल गरेर हाल खबर सोध्छु उहाँको। ए तपाईलाई मेरो बाबाको नम्बर चाहियो? ल टिप्नुस् 98020। 98020। यो घरबेटी 1 नम्बरको ठिस। किन जिस्केको हौ घरबेटी बासँग? ठुलोलाई आदर गर्न आउँदैन? म भन्छु घरबेटी बा, टिप्नुस् 98190। 98190। घरबेटी बालाई मन पर्छ पल्लो घरको आन्टी। 98010। म चाहिँ यहाँबाट गए। 9804। ओइ मलाई नि पर्खिन यार।